ल है त गाइज मेरो ड्युटी चाहिँ सुरु भयो है। आज शनिबारको दिन हो। यो ठाउँ चाहिँ कतारको लुसेल भन्ने ठाउँ हो। यो लुसेल भन्ने ठाउँ हो। यहाँ मुन टावर पनि छ, त्यसपछि जिगजाग टावर पनि यहीँ छ। धेरै चिजहरू यहाँ छ है। अनि वर्ल्ड कप 2022 को फाइनल भएको पनि यही ठाउँमा हो, यही हाम्रो एरियामा। यो बिल्डिङभन्दा अलि उता है। अब के गर्नु, जिन्दगानी यस्तै छ। घर नभएको पनि 4-5 वर्ष भयो। अब एकैचोटि घर जाने फिनिसमा भनेको कम्पनीले पैसा दिँदैन। यो कम्पनीमा तपाईहरूले सोचेर नआउनु होला कि पहिला यो बारेमा बुझेर जानेर के छ कस्तो छ सबै हिस्ट्रीहरू बुझेपछि आउनु होला क्या तपाईहरू। अब हेर्दाखेरि मजाले यस्तो दामी फर्चुनर कारमा चढेर हिँडेछ, पैसा त थुप्रै होला भन्नुहुन्छ होला। पैसा त थुप्रै छ, नेपाली 1 लाख रुपियाँ जति आउँछ। तर खाना त्यस्तै हो। बस्नु त बरु निद मजाले लाग्ने ठाउँ छ। फेरि एसी हुँदो रहेछ फेरि कतारमा। आहा, सिरकै उड्न पर्ने के गर्मिया पनि। खाना भने तपाईँको बङ्गुला दिने चारा जस्तो छ। अब महिनाभरिमा लगभग 300-350 त खाना खान लाग्छ होइन। अब त खानाको पैसा दिनै पर्यो, घरतिर पनि पठाउनु पर्यो। त्यसो गर्दाखेरि घरमा पुग्ने भनेको त्यही 80,000 जति हो। त्यो पनि 5 महिना 6 महिनामा एकचोटि स्यालेरी आउँछ, त्यो पनि 1 महिनाको। दिगदार छ परदेशी जीवन।